दिदी हजुर अघिदेखि यहाँ यतिकै बस्यानु भएको रहेछ किन यसरी बस्यानु भएको पानीमा पानीमा हजुर किन यसरी बसिराख्नु भएको भनेर अघिदेखि मैले देखेको थिएँ ट्याक्कै ए म चाहिँ हस्पिटलबाट आएको हस्पिटल हस्पिटलबाट आएको हजुर हजुर अहिले चाहिँ यहाँ पानी आएर चाहिँ यहाँ बसेको किन कहीँ जानुपर्ने थियो कि हजुरको रुम जानु लाग्यो कसैले कुरिरहनु भएको होइन पानी आएर चाहिँ जान नसकेर एकछिन बसेको ए पानी आएर जान नसकेर ए छाताहरू पनि छैन तपाईँसँग पानी छाता लैजाने बिर्सेर ए छाता लैजानु बिर्सेको कहाँसम्म पुग्नु पर्ने टाढै पुग्नु पर्ने हो कि मेरो यहाँ तल हो 10-15 मिनट लाग्छ इनड्राइभहरू गरिदिउँ म होइन एकछिनमा जान्छु हजुर एकछिनमा जान्छु कि दिनुहोस् छाता दिनु न पानी पर्यो तपाईँले तपाईँको होला होइन ठिक चाहिँ के हुन्न दिनुहोस् न तपाईँ फेरि हस्टेलमा चाहिँ किन गएर आउनु भयो लिनु छाता अहिले पानी त पऱ्यो होइन होइन तपाईँ लिनु न छाता बिचबाटमा पानी पऱ्यो भने नि किन गएर आउनु भयो हस्टेल चाहिँ बिरामी भयो अनि म चाहिँ बिरामी हो उपचार गर्न गएको के भएको त म चाहिँ बोन मेरो बिरामी हो बोन मेरो ए ला हिजो चाहिँ एकदम गाह्रो भएर इमर्जेन्सीमा गएको थिएँ अनि त्यही इमर्जेन्सीमा जाँदा चाहिँ भर्ना गर्नुपर्छ भन्नुभएको थियो हजुर पैसा नपुगेर चाहिँ म डिस्चार्ज भएर आएको पैसा नपुगेर डिस्चार्ज भएर आउनु भएको ए नत्र डक्टरले चाहिँ भर्ना गर्नुपर्छ भन्नुभयो रहेछ हजुर किन के कति खर्च लाग्ने हो के कस्तो हो नि त्यहाँ ए अब त्यो उपचार गर्दा त अब कति लाग्छ थाहा भएन तर मेरो चाहिँ खास बोन मेरो बिरामी हो ट्रान्सप्लान्ट गर्नुपर्छ अलिक सुनेन हजुर बोन मेरो बिरामी ट्रान्सप्लान्ट ए हजुर गर्नुपर्छ हजुर ट्रान्सप्लान्ट गर्दा चाहिँ 30 लाख जम्मा गर्नुपर्छ भन्नुभएको छ 30 लाख जम्मा गर्नुपर्छ कति वर्षदेखि भयो नि अहिले 6 वर्ष भयो 6 वर्ष हजुर भर्खरै कुन हस्पिटलबाट आउनु भएको म चाहिँ अहिले सिभिलमा उपचार गर्ने तर म चाहिँ अहिले उहाँ के अरे ब्लड हस्पिटलमा कता हो ब्लड हस्पिटल जाउलाखेलमा ए त्यहाँबाट आउनु भयो अहिले चाहिँ घरतिर जानु ए रुम जानु भएको ए अहिले त पानी पनि रोकिसक्यो त्यही भएर पानी पऱ्यो त्यही भएर गाह्रो भयो अनि त्यही भएर बस्छु तपाईँको आँखा पनि पुरै यल्लो देखिया रहेछ है यल्लो पुरै एकदम पुरै बिरामी देखिहाल्नु भयो केही रिपोर्टहरू छ तपाईँको मैले केही सहयोग गर्न सक्छु कि भनेर बरु यो हिजो भर्ना गरेको रिपोर्ट होइन एकछिन चाहिँ सर हेरिहाल्छु कि यता बस्नु एकछिन कोही बस्ने ठाउँ छ भयो मिल्छ तपाईँलाई गाह्रो भइहाल्छ फेरि बस्ने ठाउँ पनि छैन